के कुराले गर्दा चाहिँ बालन यहाँबाट सुरु गर्नु मलाई करियर यो नयाँ पाटो हो नि त यस्तो अब पैसाको लागि कसैले सोध्छ भने 5 तला घर छ मेरो काठमाडौँमा सिधै भन्छु होइन मैले 25 वर्षको उमेरदेखि गाडी चढाएर आफैले कमाएर पैसाको लागि त हुँदै होइन मैले गीत गाउँदा पनि पैसा आउँछ डिजाइन गर्दा पनि पैसा आउँछ सुपरभिजन गर्दा पनि पैसा आउँछ कन्स्ट्रक्सन लिएर गर्दा पनि पैसा आउँछ सो यस्तो खालको भिडियो बनाउनको लागि सबभन्दा सुरुमा तपाईँले यहाँनिर क्यापकट एपलाई ओपन गर्नु होला त्यसपछि यहाँनिर प्रोडकास्ट डाउनलोड गर्नुभएको छ भने त्यो प्रोडकास्टलाई चाहिँ कति भाग चाहिएको त्यसलाई काटेर सबभन्दा सुरुमा तपाईँले एक्सपोर्ट गरेर ग्यालरीमा राख्नु होला त्यसपछि त्यो तपाईँले कट गरेर राखेको तपाईँको भिडियोलाई यहाँनिर इम्पोर्ट गरेर यहाँनिर रेसियोमा 9:16 राख्नु होला यो चाहिँ सर्ट भिडियोको लागि हो यो सर्ट भिडियो तपाईँले इन्स्टाग्राम फेसबुकहरूमा अथवा युट्युबको सर्टमा हाल्न सक्नुहुन्छ त्यसपछि यहाँनिर तपाईँले यसलाई प्ले गरेर सुन्दै जानु होला यहाँनिर कहाँनिर के कुरो बोलेको छ त्यो बोलेको ठाउँमा गएर यहाँनिर टेक्स्टमा गएर एड टेक्स्ट गर्नु होला त्यसपछि यहाँनिर प्रोडकास्टमा के बोलिएको छ त्यो कुरालाई यहाँनिर टाइप गर्नु होला जस्तो यहाँनिर के कुरा भनेको छ सो मैले यहाँनिर के कुरा लेखेको छु अब यो टेक्स्ट लेखिसकेपछि यसलाई तपाईँले यहाँनिर फन्टहरू चेन्ज गर्न सक्नुहुन्छ स्टाइलहरू इफेक्टहरू एनिमेसनहरू दिन सक्नुहुन्छ यहाँनिर टेम्प्लेटहरू रहेको छ टेम्प्लेट तपाईँले युज गर्न पनि सक्नुहुन्छ अथवा आफैले यहाँनिर फन्टहरू सिलेक्ट गर्न पनि सक्नुहुन्छ एक्जाम्पलको लागि म यहाँनिर रुबिक फन्ट सिलेक्ट गर्नेछु त्यसपछि स्टाइलमा गएर तपाईँले टेक्स्टको बोर्डरहरू कलरहरू ब्याकग्राउन्डहरू चेन्ज गर्न सक्नुहुन्छ म यहाँनिर व्हाइट कलर राखिदिनेछु सो फेरि म यहाँनिर एकचोटि सुनौँ सो अलिकति यसलाई एनिमेसन पनि दिउँ र एनिमेसनमा म यहाँनिर यो एनिमेसन दिनेछु यहाँ एउटा एनिमेसन रहेको छ यो इन एनिमेसन र यसको म टाइम अलिकति घटाइदिनेछु सो अब एकचोटि यसलाई प्ले गरौँ सो पर्फेक्ट अब यहाँनिर फेरि तपाईँ यहाँनिर टेक्स्ट लेख्नको लागि यहाँनिर टेक्स्टमा गएर एड टेक्स्टमा फेरि लेख्नु होला यहाँ जे कुराहरू बोलेको छ त्यो कुराहरू यहाँनिर लेख्दै तपाईँले यहाँनिर फन्टहरू सिलेक्ट गर्दै स्टाइलमा कलरहरू चेन्ज गर्दै त्यसपछि एनिमेसनहरू दिन सक्नुहुन्छ जस्तो म यहाँनिर अलिकति येल्लो कलर राखिदिनेछु ताकि हेर्दाखेरि अलिकति फरक खालको राम्रो खालको देखियोस् त्यसपछि यसको साइजहरू तपाईँले चाहिँ यदि मोबाइलमा बनाउँदै हुनुहुन्छ भने हातले नै यसलाई साइजहरू चेन्ज गर्न सक्नुहुन्छ यसलाई तपाईँले दुईवटा औँलाको मद्दतबाट तपाईँले यसलाई बढाउन घटाउन अथवा यसलाई दायाँ बायाँ राख्न सक्नुहुन्छ सो यहाँनिर भइसकेको छ अब फेरि यहाँनिर के कुरा बोलिएको छ त्यो कुरालाई हामी प्ले गरेर सुनेर फेरि टेक्स्ट लेख्नेछौँ र त्यो टेक्स्टमा हामीले फन्टहरू र स्टाइलहरू हामीले चेन्ज गरेर एनिमेसन दिनेछौँ सो यहाँनिर म फेरि यहाँनिर टाइप गर्नेछु सो यहाँनिर अब यो लेखिसकेपछि यहाँनिर यसलाई अलिकति सानो बनाऊँ र यसको कलरलाई हामी स्टाइलमा गएर व्हाइट कलर बनाइदिउँ व्हाइट कलर बनिसकेपछि तपाईँले यसलाई अलिकति एनिमेसन पनि दिन सक्नुहुन्छ इन एनिमेसन र दिइसकेपछि यसलाई एडजस्ट गर्नको लागि यहाँनिर यसरी तपाईँले सानो बनाएर यहाँनिर कहाँनिर एडजस्ट हुन्छ त्यहाँनिर तपाईँले राख्नुपर्ने हुन्छ दुईवटा फिङ्गरको मद्दतबाट यहाँनिर यसलाई यसको साइज अथवा प्लेसहरूलाई चाहिँ एडजस्ट गर्न सक्नुहुन्छ अब फेरि एकचोटि यसलाई सुनौँ र यसलाई अलिकति अगाडि राखौँ जहाँनिर बोलेको छ जहाँनिर बोली सुरु भएको छ त्यहाँनिर तपाईँले यसलाई मिलाएर एडजस्ट गर्न सक्नुहुन्छ र काट्नको लागि तपाईँले जुन टेक्स्टलाई काट्ने हो त्यसलाई यहाँनिर थिच्नु होला त्यसपछि यहाँ स्प्लिट भन्ने अप्सन छ त्यहाँ थिचेर तपाईँले जतापट्टिको भाग काट्न लाग्नुभएको त्यतापट्टि थिचेर तपाईँले डिलेटमा थिच्नुपर्ने हुन्छ र यहाँनिर फेरि अर्को कुराहरू बोलेको छ त्यो कुराहरूलाई पनि म यहाँनिर टाइप गर्नेछु सो बालेन भनेको छ यहाँनिर सो यसरी नै तपाईँले चाहिँ यहाँ जति पनि कुराहरू बोलेको छ त्यसलाई यहाँनिर टाइप गर्दै त्यसको फन्टहरू स्टाइलहरू चेन्ज गर्दै यहाँनिर एनिमेसनहरू दिँदै जान सक्नुहुन्छ र आवश्यकता नपरेका कुराहरूलाई चाहिँ तपाईँले काट्न पनि सक्नुहुन्छ स्प्लिटबाट त्यो मैले बताएको छु र अब तपाईँले चाहिँ यहाँनिर कतिपय कुराहरूमा हामीले टेक्स्ट मात्रै नभएर हामीले त्यहाँनिर चाहिने कुराहरू पनि हाल्न सक्छौँ जस्तो यहाँनिर म तपाईँलाई
देखाउने छु। र यसको लागि चाहिँ सबैभन्दा सुरुमा तपाईँले गुगल क्रोम ब्राउजरबाट आवश्यक यहाँनिर फोटोहरू इमेजहरू डाउनलोड गर्नुपर्ने हुन्छ र त्यसलाई तपाईँले रिमुभ बिजी भन्ने एउटा वेबसाइट छ, त्यहाँबाट तपाईँले यसको ब्याकग्राउन्डलाई रिमुभ गर्नुहोला। त्यसपछि यहाँनिर यसको ब्याकग्राउन्डमा म सबैभन्दा सुरुमा वाइट कलरको ब्याकग्राउन्ड राख्नेछु र यहाँनिर एड ओभरले, यहाँनिर सबैभन्दा सुरुमा जानु भने एड ओभरले भन्ने अप्सन छ, त्यहाँनिर एड ओभरलेमा गएर यहाँनिर आफ्नो पिएनजी इमेजलाई यसरी राख्नु होला। अब यो पिएनजी इमेजलाई चाहिँ हामीले एनिमेसन दिनुपर्ने हुन्छ र एनिमेसन तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ। यदि तपाईँलाई इन एनिमेसनमा भएका एनिमेसनहरू मन पर्यो भने त्यही एनिमेसन राख्न सक्नुहुन्छ, अथवा तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ यो इन एनिमेसन हालिसकेको छ, अथवा तपाईँले यहाँनिर की पोइन्टहरू युज गरेर पनि तपाईँले आफै एनिमेसन दिन पनि सक्नुहुन्छ। यसरी एडजस्ट गर्नु होला। जहाँनिर हाम्रो टेक्स्ट सकिएको छ त्यहाँनिर हामीले यो इमेजहरू राखेको छौँ। अब फेरि म एड ओभरलेमा गएर बालेनको इमेज राख्नेछु र बालेनको इमेजमा यहाँ अलिकति यस्तो खालको रहेको छ, यसलाई हामीले यहाँनिर क्रप गर्नुपर्ने हुन्छ यसको मुनिको भागलाई। सो तपाईँले आफ्नो आवश्यकता अनुसार यहाँनिर 1:1 अथवा कस्ट्युममा गएर आफैले पनि यसलाई यो इमेजलाई क्रप गर्न सक्नुहुन्छ। अब क्रप गरिसकेपछि यहाँनिर यसको माथिपट्टि आएको छ, माथिपट्टि हामीले यसलाई गर्दाखेरि माथिपट्टि देखिएको छ, यसलाई मुनिपट्टि राख्नुपर्ने हुन्छ र यसलाई एनिमेसन दिनुपर्ने हुन्छ। यसको लागि मैले यहाँनिर की पोइन्टहरू 2टा राखिदिएको छु। की पोइन्ट माथिपट्टि हेर्न सक्नुहुन्छ, त्यहाँबाट की पोइन्ट दिने हो। अब यसलाई एनिमेसन दिनको लागि सबैभन्दा फर्स्टको की पोइन्टमा गएर स्क्रोल डाउन गर्नुपर्ने हुन्छ र यहाँनिर यो फर्स्टको की छ, यो फर्स्टमा गएर चाहिँ स्क्रोल डाउन गर्नु भने त्यो इमेजलाई आफै की लाग्छ। त्यसपछि यहाँ लेयरमा गएर चाहिँ यसको लेयरलाई यसरी सेकेन्डमा अथवा पछाडि राखिदिनु भयो भने त्यो इमेज चाहिँ पछाडिबाट चाहिँ एनिमेसन हुन्छ। सो अलिकति यो इमेज सानो भएको छ र माथिपट्टि गएको छ, यसलाई म अलिकति ठुलो बनाउने छु, एडजस्ट गर्नेछु। सबभन्दा सुरुमा म यो हामीले सुरुमा हालेको कीलाई म यहाँनिर रिमुभ गर्नेछु। फेरि एनिमेसन दिनको लागि यसको साइज बढाएर र यतिको ठिक हुन्छ र अब म यसलाई एनिमेसन दिनेछु। यसको लागि म यहाँनिर कीमा फर्स्ट की, त्यसपछि अलिकति पछाडि लगेर सेकेन्ड की यहाँनिर दिनेछु। अब फर्स्ट कीमा यहाँनिर सिलेक्ट गरेर यसलाई मुनिपट्टि स्क्रोल डाउन गर्नेछु। अब एकचोटि प्ले गरौँ। सो एनिमेसन इज पर्फेक्ट। सो अब यसलाई हामी क्रप गरौँ, यसलाई पछाडिको भागलाई कटअप गरौँ। त्यस्तै तपाईँले जुन कुराहरूलाई कट गर्न चाहनुहुन्छ त्यसैलाई सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तै टेक्स्ट हो भने टेक्स्टमा गएर तपाईँले टेक्स्टलाई सिलेक्ट गरेर चाहिँ स्प्लिटमा जानुपर्ने हुन्छ। यदि ओभरले हो भने ओभरलेमा गएर चाहिँ तपाईँले त्यसको पछाडिको भागलाई स्प्लिट गरेर काट्न सक्नुहुन्छ। फेरि यहाँनिर हाम्रो टेक्स्टको पालो आएको छ, म फेरि टेक्स्ट एड गर्नेछु र टेक्स्ट एड गरेर यहाँनिर एडजस्ट गर्नेछु र त्यसै गरी यसको फन्टहरू र एनिमेसनहरू, त्यस्तै यसको स्टाइलहरू चेन्ज गर्नेछु। यसलाई हामीले चाहिँ सुन्दै यहाँनिर कति बेला कुन कुरो बोलिएको छ त्यहीँनिर थिचेर चाहिँ हामीले एड टेक्स्टमा थिचेर हामीले के कुरा बोलेको छ त्यो कुराहरू यहाँनिर टाइप गर्नुपर्ने हुन्छ किबोर्डबाट। र टाइप गरिसकेपछि हामीले फन्ट सिलेक्ट गर्नुपर्ने हुन्छ र फन्ट सिलेक्ट गरिसकेपछि यहाँनिर स्टाइलमा त्यसको कलरहरू, ब्याकग्राउन्ड कलर, त्यस्तै त्यसको स्ट्रोकहरू हामीले चेन्ज गर्न सक्छौँ र एनिमेसनमा गएर त्यसलाई हामी एनिमेसन दिन सक्छौँ। सो म यो काम गर्दैछु। सो यो यहाँनिर म एडजस्ट गर्नेछु। अब यसको कलरलाई म चेन्ज गर्नेछु। यसको लागि यहाँनिर यही टेक्स्टलाई तपाईँले डबल क्लिक गर्नुभयो भने पनि तपाईँलाई एडिट गर्ने अप्सन आउँछ। सो अब म यसलाई यहाँनिर स्टाइलमा गएर यसको कलर येलो गरिदिनेछु। रुबिकमा यसको चेन्ज भयो, फन्ट र कलर येलो भयो। अब फेरि एकचोटि यसलाई एनिमेसन दिउँ र एनिमेसनमा गएर तपाईँले यहाँनिर कस्तो खालको एनिमेसन मनपर्छ त्यही खालको एनिमेसन राख्नु होला। मलाई चाहिँ यो
एनिमेसन राम्रो लाग्यो। सो एनिमेसनलाई मैले हालिसकेपछि यसको टाइमहरू पनि तपाईँले एनिमेट हुने टाइमलाई तपाईँले घटाउन अथवा बढाउन सक्नुहुन्छ। अब फेरि यसलाई सुनौँ हामी। सुनिसकेपछि हामीलाई यहाँनिर अर्को कुराहरू बोलेको छ, त्यो कुराहरू पनि हामीले यहाँनिर किबोर्डबाट टाइप गर्नुपर्ने हुन्छ। सो यहाँनिर म टाइप गर्दैछु र तपाईँले चाहिँ लास्ट टाइम जुन स्टाइल अथवा जुन कलरहरू चेन्ज गर्नुभएको हुन्छ त्यही कलरमा चाहिँ यहाँनिर टेक्स्ट एड हुन्छ। सो यसलाई फेरि हामीले यहाँनिर फन्टमा गएर फन्ट चेन्ज गर्नुपर्ने हुन्छ, त्यस्तै कलरहरू, त्यस्तै यसको स्टाइल एनिमेसनहरू पनि चेन्ज गर्नुपर्ने हुन्छ। सो यसको म एनिमेट ड्युरेसन 0.2 राखिदिन्छु। सो एकचोटि फेरि यसलाई सुनौँ र यो भइसकेको छ। यदि अलिकति यो टाइमभन्दा पछाडि तपाईँ बोलेको टाइमभन्दा पछाडि तपाईँले टेक्स्ट एड गर्नुभएको छ भने त्यसलाई त्यो टेक्स्टलाई सिलेक्ट गरेर होल्ड गरेर अगाडि सार्न सक्नुहुन्छ र बोलिसके पछाडि अर्को बोलेको कुरा आउनुभन्दा अगाडि तपाईँले त्यो टेक्स्टको पछाडिको भाग चाहिँ काट्नुपर्ने हुन्छ। त्यसको लागि तपाईँले टेक्स्टलाई सिलेक्ट गरेर ट्रिममा गएर तपाईँले पछाडिको भाग सिलेक्ट गरेर काट्नुपर्ने हुन्छ। त्यसपछि यहाँनिर फेरि अब बालेनले बोलेको छ, यो बालेनले बोलेको कुरालाई पनि म यहाँनिर एज अ टेक्स्टको थ्रु यहाँनिर लेख्नेछु। सो यहाँनिर अब यसलाई हामी एनिमेट गरौँ र यसको हामी प्लेस अलिकति माथि राखौँ ताकि अरू पनि टेक्स्टहरू हामीले यहाँनिर हाल्नुपर्ने हुन्छ। र सेकेन्ड कुराहरू चाहिँ यहाँनिर गएर बोलेको छ। यहाँनिर फेरि यहाँ एड टेक्स्टमा जाने र यहाँनिर हामीले किबोर्डबाट टेक्स्ट लेखौँ। उसले जे कुराहरू बोलेको छ ब्रोडकास्टमा त्यो कुराहरूलाई हामीले एज अ टेक्स्टको थ्रु यहाँनिर लेख्दै जानुपर्ने हुन्छ र लेखिसकेपछि त्यसलाई हामीले फन्टमा गएर फन्ट चेन्ज गर्ने, त्यसपछि स्टाइलहरू चेन्ज गर्ने, त्यसपछि एनिमेट गर्ने, यति मात्रै काम रहेको छ। यसरी तपाईँले चाहिँ यो फन्टहरूलाई चाहिँ लेख्दाखेरि अलिकति कलरहरू चेन्ज गर्नुभयो, त्यस्तै तपाईँले यसको साइजहरू चेन्ज गर्नुभयो, प्लेसहरू चेन्ज गर्नुभयो भने चाहिँ हेर्दाखेरि अलिकति अट्र्याक्टिभ देखिन्छ एनिमेट गर्दाखेरि पनि। सो यसलाई अलिक अट्र्याक्टिभ बनाउनको लागि पनि हामीले फन्टहरू यहाँनिर लेखेर त्यसको कलरहरू स्टाइलहरू चेन्ज गर्ने गर्छौँ। सो यसरी छोटो भयो भने यसलाई तपाईँले लामो पनि बनाउन सक्नुहुन्छ कहाँसम्म बोलिएको छ र अर्को बोलेको कुराहरू नआउन्जेलसम्म यो टेक्स्टलाई त्यहीँनिर हामीले राख्नुपर्ने हुन्छ। सो अब यहाँनिर चाहिँ यो कुराहरू बोलेर अब फेरि यहाँ अर्को कुरा बोलिएको छ त्यो कुराहरू पनि हामी यहाँ लेखौँ। त्यसपछि हामी फेरि यसको फन्ट चेन्ज गर्नेछौँ, स्टाइल चेन्ज गर्नेछौँ अनि एनिमेसन। सो येलो कलर भइसकेको छ र म यहाँनिर फेरि वाइट कलरमा राख्नेछु। यसरी तपाईँले राख्दाखेरि तपाईँले चाहिँ राख्ने ठाउँ मिलेन भने फेरि माथिका टेक्स्टहरूलाई चाहिँ साइजहरू सानो ठुलो बनाउन सक्नुहुन्छ, एडजस्ट गर्न सक्नुहुन्छ। सो म यो माथिको टेक्स्टहरूको साइजलाई अलिकति सानो बनाएर अलिकति माथि राख्नेछु। सो यहाँनिर भइसकेको छ। अब यसलाई हामी एनिमेसन दिउँ र यसको एनिमेट ड्युरेसनलाई पनि मैले घटाइदिएको छु 0.2 मा र यसलाई हामी एकचोटि प्ले गरौँ र यहाँनिर गएर लगभग कुराहरू सकिएको छ। अब यसलाई हामीले ट्रिम गर्नुपर्ने हुन्छ। यसको लागि टेक्स्ट सिलेक्ट गर्ने, पछाडिको भागलाई सिलेक्ट गर्ने, त्यसपछि काट्ने, फेरि यहाँनिर जुन टेक्स्ट काट्ने हो त्यसलाई सिलेक्ट गर्ने, स्प्लिटमा थिच्ने अनि पछाडिको भागलाई काट्ने र यसरी भइसकेको छ। अब यहाँ हामी चाहिँ यहाँनिर इमेजहरू हाल्नेछौँ। यसको लागि एड ओभरलेमा जाने, त्यसपछि तपाईँको वाइट ब्याकग्राउन्ड छैन भने यहाँनिर गएर तपाईँले इमेज हाल्न सक्नुहुन्छ। यसको साइजलाई बढाइदिनु होला। त्यसपछि एड ओभरलेमा जाने। अहिले अब यहाँनिर ब्रोडकास्टमा घरको कुरो गरेको छ, त्यही भएर यो घरलाई म यहाँनिर एड गर्नेछु। यसलाई चाहिँ मैले पिएनजी बनाएको छुइनँ। अब यो घरको जुन घर छ यसको हामीले वरिपरि चाहिँ अलिकति
यसलाई हामीले अलिकति गोलो खालको बनाउनु पर्ने हुन्छ। त्यसको लागि तपाईँले मार्क्समा गएर यो रेक्टेङ्गललाई सिलेक्ट गर्नुपर्ने हुन्छ र यहाँनिर जुन माथि र दाहिनेतिर देखाएको छ त्यसलाई यसरी तपाईँले तानेर कति भाग चाहिएको हो त्यसलाई तपाईँले यसरी साइज बढाउन सक्नुहुन्छ। त्यसपछि यहाँनिर राउन्ड कर्नर भनेको छ। यसको कर्नरलाई राउन्ड बनाउनको लागि राउन्ड कलरमा जानु होला। यसलाई 10 राख्नु होला, 10 राख्दा राम्रो। र यसलाई हामीले एनिमेट गर्नुपर्ने हुन्छ। त्यसपछि घर आइसकेको छ र यसको हामीले कर्नरलाई पनि राउन्ड गरिसकेको छौँ। यो अलिकति पछाडि राख्दिउँ। र त्योभन्दा अगाडि पनि यहाँनिर केही कुरा बोलेको रहेछ कसैले। फेरि म यसलाई अलिकति अगाडि राखेर यहाँनिर टेक्स्ट एड गरिदिइहाल्छु। र यसलाई म एडजस्ट गरिदिन्छु यसको कलरहरू चेन्ज गरेर। सोच छ भनेको ठाउँमा येलो कलर। र अब चाहिँ यसलाई हामी एनिमेट गरौँ र यसको पछाडिको भागलाई म काटिदिनेछु। यहाँदेखि पछाडिको भाग काटिन्छ होला। यहाँदेखि बोलिएको छैन पछाडि। र सबभन्दा सुरुमा चाहिँ यसलाई म एनिमेट गर्नेछु। एनिमेटको लागि चाहिँ यहाँ एनिमेसनमा गएर एनिमेसनलाई सिलेक्ट गरेर त्यसको टाइम ड्युरेसन राखेर काटिदिनेछु पछाडिको भाग। र यहाँदेखि चाहिँ हामीलाई पछाडिको भाग चाहिँदैन किनभने यहाँ घरको कुरो गरेको छ। टेक्स्टलाई सिलेक्ट गर्ने, त्यसपछि यहाँनिर यसरी पछाडिको भागलाई सिलेक्ट गर्दै डिलिटमा थिच्नुपर्ने हुन्छ पछाडिको भाग काट्नको लागि। अब यसलाई एनिमेट गर्नुपर्ने हुन्छ। यसलाई अलिकति पछाडि राखेर एनिमेट गरौँ हामी। र एनिमेट गर्नको लागि यहाँनिर तपाईँले दुईवटा की पोइन्टको युज गर्न सक्नुहुन्छ। लास्ट की पोइन्ट र फर्स्ट की पोइन्ट। सबभन्दा सुरुमा तपाईँले दुईवटा की पोइन्ट दिनुपर्ने हुन्छ र फर्स्टको की पोइन्टमा गएर कहाँबाट आउने हो त्यसलाई हामीले ड्र्याग गर्नुपर्ने हुन्छ। जस्तो यसलाई हामीले लेफ्ट साइडबाट आउने बनायौँ भने फर्स्ट की पोइन्टमा गएर हामीले लेफ्ट साइडमा ड्र्याग गर्नुपर्ने हुन्छ। त्यसपछि यसलाई म अलिक लामो बनाउनेछु ब्याकग्राउन्ड र यो इमेजलाई पनि अलिकति लामो बनाएर राख्नेछु। त्यसपछि हामी सेकेन्ड यहाँनिर ओभरले राखौँ। सेकेन्डमा हामीलाई गाडीको कुरो गरेको छ। यहाँनिर गाडी भएको इमेज पनि मैले यो गुगल क्रोम ब्राउजरबाट डाउनलोड गरेको छु र यसलाई पनि हामीले यसको कर्नरलाई राउन्ड गर्नुपर्ने हुन्छ। यसको लागि मार्क्समा जाने, त्यसपछि रेक्टेङ्गलमा सिलेक्ट गर्ने, त्यसपछि एडजस्ट भनेको छ। त्यो एडजस्ट भनेको ठाउँमा डबल क्लिक गर्नुपर्ने हुन्छ। दुईचोटि एडजस्ट भनेको ठाउँमा दुईचोटि थिचेपछि तपाईँलाई मुनिपट्टि एडजस्टको सेटिङ आउँछ र यहाँनिर दायाँ साइडको अन्तिममा राउन्ड कर्नर भनेको छ। यहाँनिर तपाईँले राउन्ड कर्नर गर्न सक्नुहुन्छ। म चाहिँ यहाँनिर 10 राख्नेछु यसको कर्नरको साइड। र यसलाई पनि हामी अब एनिमेट गरौँ। त्यसपछि यहाँनिर यसरी यो सेटिङ हटेन भने माथिको क्लिपमा थिच्नु होला। अब हामी यसलाई एनिमेट गरौँ। एनिमेट गर्नको लागि तपाईँले यहाँनिर दुईवटा की पोइन्ट दिनुपर्ने हुन्छ र पहिले हामी कहाँनिर यो गाडीको कुरो गरेको छ त्यहाँनिर यसलाई हामीले राख्नुपर्ने हुन्छ ठिक्क गाडी भनेको ठाउँमा। यसलाई म ड्र्याग गरेर पछाडि राख्नेछु र यहाँनिर दुईवटा की फ्रेम राख्नुपर्ने हुन्छ र की फ्रेम। त्यसपछि यो फर्स्टको की फ्रेममा तपाईँले सिलेक्ट गरेर यसलाई ड्र्याग आउट गर्नुपर्ने हुन्छ। जताबाट आउने बनाउन चाहनुभएको त्यतैपट्टि यसलाई लग्नु होला। अब यो हाम्रो एनिमेट भइसकेको छ। अब फेरि यहाँनिर हामीले यति गरिसकेपछि यसको सबै कुराहरू भइसकेको छ। यसलाई म प्ले गरेर देखाउने छु अहिले। र अब यहाँनिर फेरि टेक्स्टको कुरो आएको छ, त्यही भएर यो पछाडिको जति पनि भाग छ यसलाई म काट्नेछु। काट्नको लागि सिलेक्ट गर्ने, ट्रिममा जाने, डिलिट गर्ने, त्यति मात्रै। अब यहाँ फेरि हामी टेक्स्टहरू लेखौँ।
यहाँनिर पैसाको लागि हो भने भनेको कुरो छ। यहाँ म पैसा लेख्नेछु। त्यसपछि अब यसलाई पनि एडजस्ट गर्नु होला। तपाईँलाई मैले यो टेक्स्ट कसरी लेख्ने र त्यसलाई कसरी कलर चेन्ज गर्ने, स्टाइलहरू, फन्टहरू र एनिमेट कसरी गर्ने भनेर मैले पहिले नै भनिसकेको छु। सो यहाँनिर यो प्रोडकास्टमा जे कुरा बोलेको छ त्यो कुरा तपाईँले टेक्स्टमा लेख्नको लागि टेक्स्टमा थिच्नु होला। त्यसपछि एड टेक्स्टमा थिच्नु होला। थिचिसकेपछि तपाईँले यहाँनिर टेक्स्ट लेख्नु होला। टेक्स्ट लेखिसकेपछि तपाईँले यहाँनिर फन्टहरू रहेको छ, फन्टमा गएर फन्ट चेन्ज गर्न सक्नुहुन्छ। स्टाइलमा गएर तपाईँले त्यसको स्टाइलहरू चेन्ज गर्न सक्नुहुन्छ, कलरहरू, हरेक कुराहरू, ब्याकग्राउन्ड कलरहरू। त्यसपछि एनिमेसनमा गएर तपाईँले त्यो टेक्स्टलाई चाहिँ एनिमेट गर्न सक्नुहुन्छ। सो यति कुरा भइसकेपछि अब यसलाई क्रप गर्नुपर्ने हुन्छ, पछाडिको नचाहिने भागलाई। त्यसको लागि तपाईँले टेक्स्टलाई सिलेक्ट गर्नु होला, पछाडिको भागलाई सिलेक्ट गर्नु होला, त्यसपछि डिलिट गर्नु होला। सो अब फेरि यहाँनिर एकचोटि हामी यसलाई प्ले। अब हाम्रो यहाँनिर के कुरा आएको छ भने यहाँनिर प्रोडकास्टमा भनेको छ कि मलाई यहाँनिर कहीँ केही कुरा बोलिदिँदा पनि पैसा आउँछ भनेको छ, अथवा मैले यहाँनिर गीत गाउँदा पनि पैसा आउँछ भनेको छ। सो यहाँनिर गीत गाएको फोटोजलाई म यहाँनिर इम्पोर्ट गर्नेछु र यहाँनिर जति पनि कुराहरू भनेको छ त्यसलाई तपाईँले फोटोमा अथवा भिडियोमा देखाउन सक्नुहुन्छ भने यसरी तपाईँले एड ओभरलेमा गएर चाहिँ तपाईँले फोटोहरू अथवा भिडियोहरू राख्न सक्नुहुन्छ। यसले चाहिँ के हुन्छ भने बोलिरहेको कुराहरूमा बिचमा चाहिँ फोटो अथवा भिडियोहरू आउँदाखेरि मान्छेलाई अलिकति इन्ट्रेस्टिङ लाग्ने हुन्छ। सो र अर्को कुरो भनेको अलिकति राम्रो तरिकाले बुझ्नको लागि हेल्प गर्ने भएकोले चाहिँ हामी फोटो अथवा भिडियोलाई बिबिसीमा हाल्ने गर्छौँ र जुन कुरा फोटो र भिडियोमा देखाउन सकिँदैन त्यो कुरालाई चाहिँ हामी टेक्स्टमा लेखेरै हामी यहाँनिर एडिट गर्छौँ। र यसलाई एनिमेट गर्नको लागि फर्स्टमा एउटा की फ्रेम, त्यसपछि सेकेन्डमा एउटा की फ्रेम र फर्स्टको की फ्रेममा गएर यसलाई हामी जहाँबाट चाहिँ यो फोटो आओस् भन्ने चाहन्छौँ त्यतैतिर हामीले यसलाई ड्र्याग गर्नुपर्ने हुन्छ। सो माथितिर मैले ड्र्याग आउट गरेको थिएँ भने माथितिरबाट ड्र्याग इन भएको छ एनिमेसनमा र यसको साइजलाई पनि म बढाइन्छु। र त्यस्तै यहाँनिर अर्को फुटेजमा यहाँनिर अर्को म इमेज हाल्नेछु। एड ओभरलेमा जाने, त्यसपछि अर्को इमेज र यो इमेजलाई म यहाँनिर इम्पोर्ट गर्नेछु। यहाँनिर अहिले हेर्न सक्नुहुन्छ यहाँ 3टा कुराहरू बताइएको छ तर 3टा फोटो यहाँनिर अटेको छैन। सो म यसलाई सबभन्दा सुरुमा साइज म्यानेज गर्नेछु। 3टै फोटो अट्ने गरी यहाँनिर म पहिले 3टै फोटो हाल्छु, त्यसपछि त्यसको साइजहरू म्यानेज गरेर अनि मात्रै यसलाई एनिमेट गर्नेछु। सो यसको साइजलाई म सानो बनाइन्छु सबैको। सो अब हेर्न सक्नुहुन्छ यो 3टै फोटोहरू चाहिँ यहाँनिर अटेको छ। अब म यहाँनिर यसलाई एनिमेसन दिन्छु र सेकेन्डलाई पनि म यहाँनिर अलिकति जहाँनिर कन्स्ट्रक्सन भनेको छ त्यहाँनिर राखेर की फ्रेमहरू राखेर यसलाई एनिमेसन दिन्छु र यहाँनिर मार्क्समा गएर यसको कर्नरहरूलाई म राउन्ड गरिदिन्छु। 10मा राख्छु। 10मा राख्दाखेरि राम्रो हो, तपाईँले पनि 10मै राख्नु होला। र एनिमेट कसरी गर्ने भन्ने पनि मैले तपाईँलाई सिकाइसकेको छु। 2टा की फ्रेम राख्ने, त्यसपछि फर्स्ट की फ्रेममा गएर तपाईँले जताबाट चाहिँ यो हाम्रो फोटोहरू आओस् भन्ने चाहनुहुन्छ त्यतैतिर ड्र्याग आउट गर्नु होला र पछि एनिमेसनमा ड्र्याग इन भएर आउँछ। र थर्डलाई पनि म यहाँनिर मार्क्समा गएर यसको कर्नरलाई राउन्ड गरिदिनेछु र यसलाई म एनिमेसन गर्नेछु यसको पनि। र यो पछाडिको भागलाई म ट्रिम गर्नेछु। यहाँदेखि लगभग सकिएको छ। यो जुन प्रोडकास्ट रहेको छ त्यसलाई पनि म यहाँनिर छोटो बनाइदिन्छु, किनभने धेरै लामो प्रोडकास्टलाई एडिट गऱ्यो भने यहाँनिर भिडियो लामो हुन जान्छ। त्यतिकै पनि यो भिडियो लामो भइसकेको छ। सो सिक्न चाहनुहुन्छ भने तपाईँले यहाँनिर सबै कुराहरू डिटेलमा भन्दा भिडियो त्यही पनि लामै हुन्छ। सो सिक्न चाहनेको लागि चाहिँ लामो भिडियो राम्रो हो, किनभने छोटो भिडियोमा चाहिँ धेरै कुराहरू मजाले सिक्न सकिँदैन।
यति कुरा गरिसकेपछि अब यहाँनिर म फेरि टेक्स्टलाई एड गर्नेछु। यहाँनिर टेक्स्टको कुरो आएको छ। यो भिडियोमा चाहिँ म तपाईँलाई टेक्स्ट कसरी हाल्ने, त्यसपछि हाम्रो फोटो अथवा भिडियोलाई कसरी एनिमेट गर्ने र त्यसको बोर्डरलाई कसरी राउन्ड गर्ने भन्ने कुरा चाहिँ सिकाएको छु। सो यसरी चाहिँ तपाईँले कुनै पनि प्रोडकास्टहरू डाउनलोड गरेर अथवा तपाईँले कुनै पनि प्रोडकास्टहरूलाई सजिलैसँग एडिट गर्न सक्नुहुन्छ र त्यसलाई फेसबुक अथवा इन्स्टाग्रामहरू र टिकटकहरूमा चाहिँ हाल्न सक्नुहुन्छ। यहाँनिर यसरी तपाईँले काट्नु होला। सो एकचोटि सुरुदेखि यसलाई हामी सुनौँ। पहिलेको भन्दा यो अहिले एडिट गरिसकेपछि धेरै राम्रो देखिएको छ। सो म यसलाई एनिमेट गर्नेछु। यो एनिमेट भएको रहेन रहेछ। सो अब यसलाई हामीले इम्पोर्ट गर्नुपर्ने हुन्छ आफ्नो ग्यालेरीमा। सो यो भइसकेको छ।